ल है त गाइस, आज चाहिँ हामी कहाँ जाने अरे? यम्बुदेन लागिँदैछ। फेरि लुगा मुस्तो जस्तै भएछ, रातो रातो रेनकोट अनि म्याचिङ कलर। अब यस्तो छ है, आज चाहिँ हामी एकदम गुडमा हिँडिएछ। यतिकै छ बाटो हो, यस्तो छ। फेरि यहाँनिर एउटा लाटा आउँदो रहेछ यताबाट। ल अब झट्ट लाग्यो, बाटो एकदम अप्ठ्यारो छ। भेट्दै गरौँ है त। बाटो चाहिँ फेरि खोलाइबाट छ है, हाम्रो चाहिँ एकदम उयाम खोलाबाट पानी घटेछ नि होइन, यस्तो छ है टक्कसँगले माथिबाट। यहाँनिर साला पुल भत्केर बिजोक साथी हो, दाजुभाइ दिदीबहिनी इष्टमित्र जाँदैछौँ हामी चाहिँ बिस्तारी। हाम्रो गाउँघर यस्तै छ, हेरिराख्नु होला मजाले। आधा घन्टाको चिरोदेखि फेरि अब अलिकति बिच यहाँनिर राम्रो बाटो आउँदैछौँ हामी। यस्तो छ, गर्मी छ आज, घाम लागिरहेको हो। बारी फेरि हुसी छ, बाटो अलिक ट्राभल। यहाँबाट गाउँपालिका छोड्यौँ हामीले। अब झर्दै बारी तापै डुबेर सवारी। डाँडा उठाउने बाटोहरू बोलेर त पछि हाल्दा पनि हुन्छ होला नि त नि। चाहिँ नटेकी तर्काउने हुन्छ त, घुमाउने हुन्छ। मलाई उताबाट लाउनु पऱ्यो क्या राम्रो। कस्तो ल यस्तो भन्न, हामी यहाँ आएको भन्नुपर्छ। लादीले चाहिँ के भन्दै गफ हानेर लग्यो अरे ससुराली लादीले के भन्छ नि हो केटाहरू। बाटो चाहिँ यस्तै मात्रै रहेछ, मिलेको ओह्रालो यस्तो गर्न त्यस्तो राइडर जति राम्रो परेछ र जाँदैछौँ। यो त सजिलो पो त अहिलेको यसो लेख्छ माथिको त आमा। यो बाटो चाहिँ अलिक सजिलो आएर अघि त मोबाइल पक्रिनै अप्ठ्यारो भएर भिडियो गर्न पाइएन, हल्का सजिलो भएर। अलिक बस्न पनि गाह्रो भइरहेछ। टर्निङ यो अलि निकै ठुल्ठुलो आउनु थाल्यो, माथि त बाइकै नघुम्ने टाइपको थियो। सायद होला आइपुग्न लाग्यो होला। गर्मी त्यस्तै। ताप्लेजुङको मेले भन्ने ठाउँ गर्मी नै रहेछ भन्ने प्रमाणित भयो आज। सरल यात्रा रमाइलो भइरहेछ। दुवैजना पहिलोचोटि हो। बाटो के हो ओह्रालो आमा। उकालो चाहिँ कसरी जान्छ हो बाइक? उकालो सायद उस्तै बाइक चढ्ला जस्तो लाग्छ होइन। फर्किँदा कसरी फर्किनु उकालको
बाटो पुरा आइसक्यो हामी लगभग अब 2 टर्निङ होला। अनि पुल आइपुग्न लाग्यो। झुलुङ्गे पुल माथि रहेछ। अब मेरै कट्न लाग्यौँ। तावा खोला पुल खोला एकदम राम्रो रहेछ, राम्रो लाग्यो। अब यो हेबाङ होला सायद, यो हेबाङ स्टार्ट भयो होला उकालो। पहिरो माथि ठुलो झर्या रहेछ। बाटो चाहिँ यस्तै मात्रै छ, उकालो रहेछ। बाइकले माल खायो अझ सबै। त्यो पनि होला नि त। दादा उता गएर बिछाउँला, म घरमा गएछ। हामी चाहिँ खेबाङ लास्ट पोइन्टमा पुगिसक्यो। एकदम बाटो चाहिँ रमाइलो रहेछ। बाइक हल्का स्पोकेटको आवाज आइरहेछ। त्यो भयो, हिजोसम्म ठिकै थियो, गाह्रो बनायो। फर्किने कसरी, ओह्रालोमा चाहिँ कराउँदैन, उकालोमा चाहिँ फेरि मन पर्ने गरी फर्किन्छ। बिहानको दिन लगभग टेक्ने अवस्था आइसक्यो। यहाँ एउटा पाथी जस्तो एउटा डाँडो रहेछ। राम्रो हेर्दाखेरि बाटो चाहिँ अहिले एकदम राम्रो आउनु थाल्यो। आउनु होला तपाईँहरू पनि घुम्नको लागि। मौसम पनि एकदम गुड छ यहाँको, गर्मी पनि भएको छैन। हल्का चिसो चिसो शीतल भइरहेछ। शीतल दामी घुम्का रहेछ हौ यहाँ। दामी ठाउँ एकदम रमाइलो रहेछ। मजा आउँदैछ नि त होइन अहिले? भोलि मजा आउँछ खै।
बाटो चाहिँ गुड रहेछ है सुरु भयो ओह्रालो त नजानु भन्छ होइन ओह्रालो गएर कालो भन्थ्यो जस्तो लाग्यो लोकेसन चाहिँ हाम्रो मेन पोइन्ट चाहिँ पुगिजाउनु हातमा सोध्नुपर्छ अहिले त मान्छेलाई अहिले त हामी एकदम माथि आइपुगेर आमा ममा हेर त बाटो बाइक बिग्रिनु आँटेको छ एउटामा चाहिँ अब ऐसिलो खानु आँटेको ऐसिलो है टक्कसँगले यस्तो हुन्छ है साथी हो खानुपर्छ होला टिपेर ट्याप टुट्ने यी कतै यस्तो हुन्छ ए खाने हामी ल धेरै पनि खानु हुँदैन दाँत कुटिन्छ अरे ल अब लाग्यौँ बाइक पनि रातो ज्याकेट पनि रातो मान्छे पनि रातो झन्डै यहाँनिर मान्छेको सातो गयो ल भरे भेटौँ घर चाहिँ हामी राति पुग्यौँ अनि पुगेको भिडियो गर्नु पाएन रे मर्निङको भिडियो हो ल अहिले चाहिँ अब टट्टसँगले अलैँची बगान हेर्ने कार्यक्रम हुँदैछ हाम्रो माथि माथि तल बसेको थियौँ यता लाग्यो बाटो कालो कालो छ कालोमा हिँडिँदैछ चराचुरुङ्गी अहिलेसम्म चाहिँ जुका लागेको छैन त्यस्तै छ अलैँची हाम्रो यस्तै छ फलाइ यहाँनिरको फुल छुटेको छैन रहेछ लेखमा रामसाईको बिउ मरिसकेको के गर्नु गाह्रो रहेछ पारी यो याम्फुदेन भन्ने जग्गा आइएको छ के कति हुन्छ अब हेरौँ बिउहरू पैसा हो पैसाले गर्छ के भन्दा पैसाले गर्छ ल भरे भेट्दै गरौँ न त बाटो चाहिँ फेरि सिधै नाक छुने उकालै रहेछ एकछिन भेटौँ